मैले मोलिकुलर बायोलोजीमा अथवा जेनेटिक्समा कति सिकेको कुराहरू चाहिँ हाम्रो हिन्दू धर्म अथवा कल्चरसँग कता कता रिलेटेड हुन्छ जस्तो लाग्छ। जस्तै जेनेटिक्सको कुरा गऱ्यो भने, मोलिकुलर बायोलोजीको कुरा गऱ्यो भने बायोकेमिकलहरू प्रड्युस हुने, अनि त्यसपछि चाहिँ क्रोमोजोम, टेलोमेयर, डिएनएको कुरा। अनि यो टेलोमेयर चाहिँ घट्दै 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 जान्छ, किनभने हाम्रो चाहिँ नराम्रो एक्टिभिटीले चाहिँ घट्दै जान्छ। अनि जुन जुन एक्टिभिटी चाहिँ राम्रो हो भनेर चाहिँ हेऱ्यो भने हाम्रो हिन्दू धर्ममा त्यो कुरा पहिले नै भनेको छ। जस्तै फर इक्जाम्पल होइन, अरूको सेवा गर्नु कुरा होइन, अनि त्यसपछि सधैँ खुसी हुनु, अनि त्यसपछि अरूको नराम्रो नसोच्नु होइन, बी पोजिटिभ, राम्रो सोच्ने कुरा। यो सबैले चाहिँ हाम्रो टेलोमेयरमा गएर असर गरिरहेको हुन्छ। यो सबै राम्रो थिङ्किङ भयो भने चाहिँ हाम्रो टेलोमेयर पनि बिस्तारै घट्छ र हामी ढिलो बुढो हुन्छौँ। तर त्यो सँगसँगै हामी चाहिँ होइन रिसाउने, अनि त्यसपछि निन्द्रा नपुर्याउने होइन, जे पाए त्यही खाने, डिसिप्लिन नहुने होइन, डिसिप्लिन भएन भने पनि टेलोमेयर चाहिँ झप्प घट्छ। तर सबै कुरा मिलायो भने चाहिँ टेलोमेयर बिस्तारै घट्न चाहिँ घट्छ है। एक दिन बुढो चाहिँ भइन्छ, मरिन्छ पनि, त्यसमा त दुविधा नै छैन। त्यो एक दिन हुन्छ नै, किनभने त्यो कसैले टार्नै सक्दैन। म चाहिँ जिन्दगीभरि सधैँ बाँच्छु भन्नु पनि असम्भव कुरा हो। एक दिन मरिन्छ नै, कति वर्ष मरिन्छ त्यो थाहा छैन, तर मरिन्जेलसम्म चाहिँ हेल्दी, स्वस्थ होइन, एक्टिभ हुन सक्यो भने त्योभन्दा ठुलो संसारमा कसैलाई केही चाहिए जस्तो मलाई लाग्दैन होइन। धन सम्बन्धी भन्ने कुरा पनि सेकेन्डरी हो, मेन भनेको आफू हो। आफू फिट हुनु पऱ्यो, आफू हेल्दी हुनु पऱ्यो र भित्रैदेखि सेटिस्फाइड हुनु पऱ्यो। सन्तोषम परम सुखम भनेको त्यही हो। सेटिस्फ्याक्सन भयो भने द्याट्स द अल लग्जरी यु क्यान गेट। त्यो भएको भएर मलाई आजकल जति मोलिकुलर बायोलोजी पढे पनि, जति जेनेटिक्स पढे पनि, जति चाहिँ यो डिएनएको कुरा गरे पनि अन्तिममा चाहिँ हाम्रो ह्युमन बिहेभियरले सबै कुरा गभर्न गरेको छ होइन। इपिजेनेटिक्स, हाम्रो इभोल्युसन, त्यो भएको भएर चाहिँ हाम्रो हिन्दू धर्म भनेर अब धर्म भन्दा पनि हुन्छ, तर मलाई कहिलेकाहीँ चाहिँ धर्म हो कि हाम्रो कल्चर हो जस्तो लाग्छ। कल्चर पनि हो होइन, धर्म भनेर हाम्रो चाहिँ एउटा सिम्बोलिजम, आइडल क्रिएट गरेको छ होइन भगवान्को बारेमा। त्यो सँगसँगै हाम्रो त वे अफ लिभिङ पनि हो। त्यो वे अफ लिभिङले चाहिँ हाम्रो सेलको इच एन्ड एभ्री इलिमेन्टलाई कसरी असर गरिदिएको छ। सेल त हामीले देख्न सक्दैनौँ नै, त्यो सँगसँगै डिएनए क्रोमोजोम देख्ने कुरै भएन। त्यसमा पनि त्यो तल भएको टुप्पोमा रहेको टेलोमेयरमा चाहिँ कसरी असर गरेकै हुन्छ होइन। एकदम हाइली स्ट्रेस इन्भाइरोमेन्टमा भयो भने त्यो घट्छ होइन। शरीरमा कुनै पनि प्रकारको स्ट्रेस भयो भने त्यो घट्छ। यो साइन्टिफिकली प्रुभन हो, मैले बनाएको होइन। त्यो भएको भएर वे अफ लिभिङ गुड भयो भने र पोजिटिभ थिङ्किङ भयो भने र आफू सेटिस्फाइड भयो भने मोस्ट अफ द थिङ आर गोइङ टु बी राइट। त्यो भएको भएर लेट्स टक अन दिस टाइप अफ टपिक्स होइन, जहाँ चाहिँ ह्युमन इभोल्युसन, टेलोमेयर, क्रोमोजोम, सेल, मोलिकुलर बायोलोजी प्लस हाम्रो हिन्दू धर्ममा पहिला चाहिँ वे अफ लिभिङका कुराहरू होइन, सत्सङ्गका कुराहरू छ, कति धेरै कुराहरू छ जुन म आज यो भिडियोमा भनेर गाउँदिनँ। बिस्तारै यो विषयमा कुरा गर्दै जान सकिन्छ। आई एम रियली एक्साइटेड टु लर्न होइन। मलाई पनि सबै कुरा थाहा छैन होइन। इफ यु आर इन्ट्रेस्टेड इन दिस काइन्ड अफ थिङ्स, प्लिज कनेक्ट विथ मी। We can grow together and we can learn together. I am really excited to start this journey and bring everything in one place so that we can look into the pieces together and bring everything into one sphere and see what it unfolds. Thank you so much for listening to me, and I'll see you in the next video.